अब यो नेपालभरि भएका क्रिस्चियन धर्मका चर्चहरूमा आगो लगाउनुपर्छ, सबै चर्चहरू भत्काउनुपर्छ। आज सुकुम्बासी बस्तीमै तपाईँको 8-9वटा दरबार जत्रा चर्च, घरै पिछे चर्च छन्, देशैभरि चर्च छन्। दर्शकबिन, यो अनुमानित 1 रोपनी भन्दा बढी क्षेत्रफलमा बनाइएको यो चर्च भत्काइएको छ। यो सुकुम्बासी बस्तीमा 9वटा जति चर्च रहेछ। त्यहाँ चर्च भत्काइएको कुरालाई हाइलाइट गरेर सुकुम्बासी जम्मै क्रिस्चियन रहेछ भनेर दुष्प्रचार गर्नु हुँदैन। तपाईँलाई म सैकडौँ हजारौँ उदाहरण दिन सक्छु। त्यसपछि यो चाहिँ 1 रोपनी भन्दा कम देखिँदैन यति ठुलो कम्पाउन्ड बनाएको यो विशाल चर्च 2-2वटा डोजर लगाएर भत्काइएको छ। साथीहरू हेर्न सक्नुहुन्छ। चर्च भत्कियो भनेर हामीले त्यसलाई स्ट्यान्डबाजी गर्नुभन्दा पनि नौलो मान्नु पर्ने कुरा छैन। भोलि त्यो चर्च त्यहाँ खडा हुन्छ भनेदेखि भोलि चाहिँ त्यो सुकुम्बासी बस्ती पनि फेरि खडा हुनु पर्यो नि त। 2-2वटा डोजर लगाएर भत्काइएको छ। साथीहरू हेर्न सक्नुहुन्छ। यहाँ विशाल चर्च बनाइएको थियो जसलाई चाहिँ भर्खरै ठुला डोजर लगाएर बालन सरकारले भत्काएको छ। 22 अप्रिल 2026 मा नेपाल प्रहरी र टप सेक्युरिटी अफिसरको बैठकपछि बालन सरकारले 25 अप्रिल 2026 को सप्ताहदेखि अतिक्रमण हटाउने निर्देश दिए। यो आदेश आउनसाथ थापाथली, मनोहर जस्ता क्षेत्रहरूमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउन सुरु गरे, हटाउन सुरु गरे। यो निर्देशनको उद्देश्य थियो काठमाडौँ भ्यालीमा रहेका सुकुम्बासी बस्तीहरू हटाउने उद्देश्य थियो। जहाँ गाउँ बस्ती हुन्छ त्यहाँ चर्च, मन्दिर, गुम्बा इत्यादि त हुन्छै हुन्छ। बालन सरकारको सबैभन्दा पहिला निर्देशन थियो चर्चलाई भत्काएर हटाउने। 25 अप्रिल 2026 मा मनोहर खोलाको किनारामा रहेको चर्चलाई भत्काएपछि सामाजिक सञ्जालमा हलचल मच्यो, हल्ला मचाउन थाले र कसैले त एआई को माध्यमद्वारा यसरी फोटो बनाएर येशूख्रिस्टलाई सुकुम्बासी बस्तीदेखि यसरी हटायो भनेर कसैले पोस्ट गरे त कसैले प्रभु यीशु ख्रीष्ट जब सुकुम्बासी बस्तीमा लुकेर बसिरहेको थियो, अहिले बालन सरकारले डोजर चलाएपछि सुकुम बस्तीलाई हटाउन थालेपछि यीशु ख्रीष्ट अहिले भागेर इजरायल पुगेको छ र भेडा चलाउन थाल्यो भनेर यस्ता प्रकारले पोस्ट गर्न सुरु गरे। यो कुरा एक गम्भीर र महत्त्वपूर्ण कुरा थियो। कसैले त विशेष गरी इसाई समुदायका व्यक्तिहरूले सोच्न थाले कि अब सुकुम्बासी बस्तीमा चर्च मात्रै भत्काउने हो कि मन्दिर, गुम्बा इत्यादि पनि भत्काउने हो। हिन्दू धर्मका ठेकेदारहरूले त उत्सव मनाउन थाले। अन्धभक्तहरूले त उत्सव मनाएर अब नेपालदेखि चर्चहरू सबै बालन सरकारले भत्काउनु छ भनेर हल्ला मचाउन थाले। तर त्यसको 2-4 दिनपछि बालन सरकारको ठुलो एक्सन थियो। यस्तो ठुलो एक्सन थियो, बालन सरकारको एक्सन देखेपछि हिन्दू धर्मका ठेकेदारहरू हेरेकै भए। यस विषयलाई आज हामी कुराकानी गर्नेछौँ। जय मसी तथा नमस्ते, म बर्नार्ड लामा। फेरि पनि यहाँलाई मण्डली टिभीमा स्वागत छ। यदि तपाईँले मण्डली टिभीमा अहिलेसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने अहिले सब्सक्राइब गरिहाल्नुहोला र बेल आइकन बटनलाई दबाउन नभुल्नुहोला। यदि तपाईँले मण्डली टिभीलाई युट्युबमा, फेसबुकमा या अन्य सोसियल मिडियामा सर्च गर्नु चाहनुहुन्छ भने मण्डली टिभी लेखेर सर्च गर्न सक्नुहुन्छ। हवस् त सुरु गरौँ। अनि यहाँनिर चाहिँ के छ भने सिधा सादा यहाँनिर प्रायः जस्तो धेरै भनेको मुसरहरू, सतारेहरू, अब तपाईँ आदिवासी जनजातिहरू, गरिब दुखीहरू मात्रै छ। यहाँनिर लेबर मजदुर गरेर खाने मान्छेहरू छ। अनि सबैजनाले के चाहिँ छ भन्दाखेरि यहाँनिर बालेन्सा आउनु भयो भने चाहिँ काठमाडौँ महानगरपालिकामा जस्तै डोजर लिएर सबैको घर भित्काइदिन्छ, यो सुकुम्बासी हटाउँछ भनेर सबै। अब म पनि सुकुम्बासी यहाँ बस्छु, उहाँ मेरो भेना उहाँ पनि सुकुम्बासी बस्नुहुन्छ। दर्शकबिन, यो अनुमानित 1 रोपनी भन्दा बढी क्षेत्रफलमा बनाइएको यो चर्च भत्काइएको छ। यो सुकुम्बासी बस्तीमा करिब 9वटा जति चर्च रहेछ। त्यसमध्ये यो चाहिँ 1 रोपनी भन्दा कम देखिँदैन यति ठुलो कम्पाउन्ड बनाएको यो विशाल चर्च 2-2वटा डोजर लगाएर भत्काइएको छ। साथीहरू हेर्न सक्नुहुन्छ। काठमाडौँ उपत्यकाका अधिकांश सुकुम्बासी बस्तीमा यस्ता धेरै ठुला संरचना सहितको चर्च चाहिँ किन निर्माण गरिन्छ होला, यसको उत्तर तपाईँहरूले दिनु होला। तपाईँहरूले आफ्नो कमेन्ट पनि दिनु होला। यहाँ विशाल चर्च बनाइएको थियो जसलाई चाहिँ भर्खरै ठुला डोजर लगाएर बालन सरकारले भत्काएको छ र असली सुकुम्बासीलाई न्याय दिलाउने बालनको कदममा यो एउटा धेरै ठुला संरचना भर्खरै यहाँ ढालेको छ। बाइबलले भन्छ दाजुभाइ वा शत्रु समस्यामा पर्दाखेरि नरमाऊ,
र हितो उपदेश 24 अध्यायको 17 र 18 पदले पनि यही नै भन्छ। बाइबलको उत्पत्तिमा ईसा र जाकबको पनि यही कहानी छ। ईसा र जाकब भाइ भाइ, ईसा र जाकब एउटै घरमा हुर्केको, एउटै परिवारमा जन्मेको। ईसा र जाकब पछि गएर ईसाले आफ्नो देश इदम बनायो र जाकबले आफ्नो देश इजरायल बनायो। ईसा र जाकब भाइ भाइ हुँदा पनि जब इजरायलमा बेबिलोन एम्पायरले आक्रमण गर्दाखेरि ईसा अथवा इदम रमाइरहेको थियो, ईसाले खुसी मनाइरहेको थियो, उत्सव मनाइरहेको थियो आफ्नै भाइलाई पर्दा पनि। तर पछि गएर त्यही बेबिलोन एम्पायरले ईसाको देश इदमलाई ध्वस्त पारिदिए। यति ठुलो ध्वस्त पारिदियो, यति ठुलो नाश गरिदियो, आजको देशमा हामीले इदम देश म्यापमा खोज्दा पनि पाउँदैनौँ। तपाईँ खोजिरहनुहुन्छ तर भेटाउनु हुँदैन। त्यसरी नै हिन्दू धर्मका ठेकेदारहरूले पनि 25 अप्रिल 2026मा बालेन सरकारले आदेश दिएर चर्च भत्काउन सुरु गरेपछि उत्सव मनाउन थाले, रमाउन थाले, सामाजिक सञ्जालमा हलचल मचाउन थाले। गलत गलत व्याख्या गरेर, चर्च भत्काएको गलत गलत व्याख्या गरेर पोस्ट गर्न सुरु गरे। तर पछि 2-4 दिन मात्र बितेको थियो, बालेन सरकारले ठुलो एक्सन लियो। यति ठुलो एक्सन लियो कि हिन्दू धर्मका ठेकेदारहरू धेरैको हेरेकै भए। यति बेला हामी ठमेलको त्रिदेवी मन्दिरमा रहेका छौँ। वडा नम्बर 27 मा पर्ने यो क्षेत्रमा त्रिदेवी मन्दिर परिसरमै बनेका केही संरचनामा अहिले काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ। हामीसँग महानगर प्रहरी बलका प्रमुख हुनुहुन्छ विष्णु प्रसाद जोशी। नमस्ते सर। नमस्कार। किन डोजर चलाउनु भयो तपाईँहरूले अकस्मात यहाँ? तस्बिर आफै बोल्छ, हेर्नुहोस् न, यस्तो सम्पदा सूचीमा रहेका भनौँ न, अब यस्तो धार्मिक स्थलहरूमा यसरी आफू खुसी टहरा ट्रस्ट बनाएर व्यापार व्यवसाय प्रयोजनको लागि, निजी प्रयोजनको लागि बनाउन पाइँदैन नि। यस्तो बनाएपछि हामी हेरेर बस्ने कुरा पनि भएन। हामीले सम्बन्धित निकायमा पत्रचार गरेर यसलाई हटाउने निर्णय गराएर अहिले हामी हटाउन लाग्यौँ। हजुर, यो बन्दा बन्दै तपाईँहरूलाई थाहा थियो होला पक्कै पनि? थाहा थियो, अन द कन्स्ट्रक्सनमै हुँदाखेरि उहाँलाई जानकारी दिएको हामीले, यो नबनाउनुहोस्, मन्दिरमाथि यस्तो संरचना पाउँदैन, यो मन्दिरको परिसर हो, यो पूजाआजा गर्ने भक्तजनहरूको स्थान हो, यस्ता स्थानहरूमा, धार्मिक स्थानहरूमा यस्ता व्यापारिक प्रयोजनका कुनै संरचना बनाउन पाइँदैनन्। बनाउन पाउने भए पनि विधि छ, एउटा प्रक्रिया छ, नक्सा पास गर्नु पर्ला, कानुनी दायरामा आउनु पर्ला भनेको हो। उहाँहरूले केही पनि यस्तो कुराहरू सुनवाई नगरेको कारणले बाध्य भएर आज हामीले भत्काउनु परेको। श्री त्रिदेवी मन्दिर भत्कायो भनेर म खुसी भएको होइन, ती हिन्दू धर्मका ठेकेदारहरू जस्तै चर्च भत्कायो भनेर उत्साह मनाएको होइन, म खुसी भएको होइन, रमाएको होइन। मलाई पनि दुःख छ, किनभने यो पनि त मन्दिर पनि त भत्काउँदाखेरि कसैलाई दुःख परेको छ। र बाइबलले हामीलाई कसैलाई परेको बेलामा, कसैलाई दुःख परेको बेलामा नरमाऊ भनेर बाइबलले सिकाउँछ। तर ती हिन्दू धर्मका ठेकेदारहरूले 25 अप्रिल 2026मा मनोरमा खोलाको किनारामा बनाएको चर्चलाई भत्काउँदाखेरि उत्साह मनाइरहेका थिए, रमाइरहेका थिए। तर त्यसको 2-4 दिनपछि नतिजा ठिक यस्तो भएको थियो। अहिले यो पशुपति क्षेत्र नजिकै यो जुन जय महाकाल युवा समूहले सञ्चालन गरेको निशुल्क भोजन यो कक्षमा डोजर चलेको छ। यस्तो रहेछ तपाईँको शासन, त्यही भएर तपाईँहरूलाई यो जनताले हिजोको दिनमा तपाईँहरूलाई लखाटेका रहेछन्। सब पैसामा बिकेका हुन् भन्ने कुरा पनि हामी सबैले जानकारी गराउन चाहन्छौँ। सत्कर्मको काम कसैले गरेनन् सर। नियन्त्रणमा लिँदैछ नेपाल प्रहरीको समूह पनि रहेको छ, यहाँ देख्न सक्नुहुन्छ अटेर गर्नेलाई। जय महाकाल युवा सङ्घले लामो समयदेखि अवैध रूपमा संरचना बनाएर अट्टेरीपन देखाइरहेको थियो। हामी हिन्दूहरू हौँ, हामीलाई कसैले केही गर्नु सक्दैन भनेर अट्टेरीपन देखाइरहेको थियो। तर बालेन सरकारले घन्टी बजाउँदै यी युवाहरूलाई यसरी लखेटे। कानुन भनेको सबैको लागि बराबर हो। इसाईहरूले लिगली चर्च बनाउँदा पनि केही हिन्दू अतिवादीहरूलाई आपत्ति हुन्छ, तर हिन्दूहरूले इल्लिगली मन्दिर बनाउँदा पनि इसाईहरूलाई कुनै आपत्ति नै हुँदैन। तर सरकारलाई त आपत्ति छ, कानुनलाई त आपत्ति छ। त्यसै कारणले गर्दा आज जेनजीले मन पराएको बालेन सरकारले मन्दिरको घन्टीलाई भत्काएर आफ्नो घन्टी बजाएर डोजर चलाइरहेको छ मन्दिरमा। यसरी यो भिडियो देखाउनुको उद्देश्य कसैलाई दुःख परेको बेलामा, मन्दिर भत्काएको बेलामा रमायो भनेर होइन, हामी रमाएका छौँ भनेर होइन। कसैलाई दुःख परेको बेलामा जसरी 25 अप्रिल 2026मा ती हिन्दू अतिवादीहरूले रमाइरहेका थिए, उत्साह मनाइरहेका थिए, त्यस्तो गर्नु हुँदैन भन्ने कुरा। किनभने बाइबलले दुःख परेको बेलामा रमाउनु हुँदैन भनेर सिकाउँछ।
हेर्दै जानुहोस् बालेन सरकारको एक्सन मन्दिरहरू कसरी भत्काउँदै जाँदैछन्। बालेन सरकारको एक्सन ठुलो छ। अब हेर्दै जानुहोस्। बल्खुको पाथीभरा मन्दिरमा पनि बालेन सरकारले जेनजीले मन पराएको सरकारले आफ्नो घन्टी बजाउँदै डोजर चलाए र मन्दिरहरू ध्वस्त पारे। यसरी जहाँ अवैध रूपमा मन्दिरहरू बनाइरहेको छ, अवैध रूपमा संरचनाहरू बनाइरहेको छ, यस्तो मन्दिरहरूलाई चुनी चुनी बालेन सरकारले भत्काइरहेको छ, डोजर चलाइरहेको छ। यस्ता भिडियोहरू आज हामीले धेरै लिएर आएका छौँ। हेर्दै जानुहोस्। नेक्स्ट। हे शिव भगवान, तपाईँ पनि सुकुम्बासी हो र? होइन नि, मान्छे सुकुम्बासी त हुन्थ्यो यो शिवलाईका भित्र बस्ने शिवजी पनि सुकुम्बासी भएर होला कि किन होला, म त देखेर पनि अचम्म हजुर यो सुकुम्बासी। बालेन सरकारले अवैध रूपमा काम गर्ने व्यक्तिहरूलाई कसैलाई पनि छोडेको छैन। डोजर बाबा बालेन सरकारले शिव मन्दिरले पनि यसरी बुलडोजर चलाएर ध्वस्त पारे। यस्ता मन्दिर भत्काएका भिडियोहरू त हामीसँग कति छन् कति, तर समयको अभावले गर्दा हामी सबै भिडियो देखाउन सक्दैनौँ। तर 25 अप्रिलमा जुन चाहिँ चर्च भत्काएर मानिसहरू, हिन्दू धर्मका ठेकेदारहरू उत्सव मनाइरहेका थिए, ती व्यक्तिहरूको लागि यो भिडियो काफी हो। त्यहाँ चर्च मात्रै ढलेको छैन, त्यहाँ मन्दिर पनि ढलेको छ। भगवानको पूजा कोठा राखिएको पूजा कोठा पनि भत्काइएको छ। भगवान श्री बुद्धको गुम्बा पनि भत्काइएको छ। त्यहाँ धेरै चिज भत्किएको छ। चर्चलाई असाध्यै हाइलाइट गरियो। चर्च भत्काउँदो पनि म दुखी छु, मन्दिर भत्काउँदो पनि म दुखी छु, गुम्बा भत्काउँदो पनि म दुखी छु। किनभने कसैलाई समस्या आउँछ भने, कसैलाई दुःख पर्छ भने हामी रमाउनु हुँदैन। बाइबलले पनि हामीले यही नै सिकाउँछ। बाइबलको वचनले पनि हामीलाई यही नै ज्ञान दिन्छ। तर कसैले अवैध रूपमा संरचना बनाउँछ भने, कसैले अवैध रूपमा मस्जिद बनाउँछ भने, कसैले अवैध रूपमा मन्दिर बनाउँछ भने, कसैले अवैध रूपमा चर्च बनाउँछ भने र सरकारले डोजर लाएर भत्काउँछ भने त्यसमा भन्नुपर्ने मेरो केही छैन। त्यसमा मैले विरोध गर्ने कुनै अधिकार पनि छैन। किनभने यो सरकारको कानुन हो। सरकारको कानुनलाई हामीले मान्नुपर्छ। सरकारको कानुनलाई हामीले पालन गर्नुपर्छ। सुरुमा त चर्च मात्र भत्काएको जस्तो देखिरहेको थियो, तर पछि गएर बालेन सरकारले मन्दिर एक्सन लिएपछि कानुन सबैको लागि बराबर रहेछ भन्ने बालेन सरकारले प्रमाणित गर्यो। हस् त आजले यतिमै। फेरि पनि यहाँको सामने यस्ता भिडियो लिएर आउनेछु। आशा राख्दछु हजुरहरूले स्पष्ट रूपमा बुझ्नुभयो भनेर। परमेश्वरले हजुरहरूलाई धेरै धेरै आशिष दिउन्।